साला गुप्ते धर्मको मान्छेहरू लाग्यो। रदा खाँदैको सोझा साझा गाउँलेलाई विदेशी धर्म भन्छ, विदेशी धर्म भन्छ। साला गाउँ पस्न थाले। अब म चाहिँ यिनीहरूलाई काँच्चै निल्नु मन पर्छ। ए जङ्गे के भयो? तेरो भेजाले डाँडा काट्यो कि के हो? बाउला जस्तो यत्तर उता हिँड्दै एक्लै रन पनि बनाएको छस् त। तँलाई थाहा छ त मेरो नाम जङ्गे हो। जङ्गेको जङ चरेपछि के हुन्छ त्यो मलाई पनि थाहा छैन। अनि भएको चाहिँ के त? तेरिके आज बिहानै साइड बिग्रियो। होइन त्यस्तो के चाहिँ लोदर देखिसौ? पानी मुनिको विदेशी धर्महरू, क्रिस्तानीहरू होइन। म त त्यो गोप्टे धर्मलाई त देखिसक्दिनँ नि। हो जङ्गे, म पनि यो क्रिस्चियनहरूलाई त हेर्नै मन पर्दैन हौ। होइन हाम्रो उहिलेदेखि बाजे बराजुले मानिआएको रीतिरिवाज, परम्परा, संस्कृति, धर्म कर्म सबै निमटिन्न बनाउने कुरा मात्रै पो गर्छन् त यिनीहरू। त्यही त यिनीहरूलाई के गर्नुपर्ने साला। हेर जङ्गे, योहरूले हाम्रो गाउँको सिधा सोझा मानिसहरूलाई धर्म कर्मको नाटक गरेर, अन्धविश्वासको भ्रम फैलाएर, आफ्नै आँखाले कहिले नदेखेको स्वर्ग र नर्कको डर देखाएर, झुटो प्रलोभन देखाएर, संस्कृतिलाई त्यागेर, आफ्नै परम्परा, धर्म कर्म र मौलिकतालाई बेचेर सबै विदेशी घोप्टे धर्मलाई ल्याइसके। विदेशी धर्म, विदेशी धर्म। बाबा, अङ्कल, चिया पिउनु आउनुहोस् न। ओफ ओफ हेर्नुहोस् बाबा, अङ्कल, हामी 21औं शताब्दीको मान्छे भएर हामी भुलेर पनि संविधानको खिलाफ आवाज उठाउनु हुँदैन है। कानुन पो लाग्छ त। त्यसै त हाम्रो भारतवर्ष एउटा सेकुलर कन्ट्री हो। यहाँ 18 वर्षदेखि माथि अथवा आफ्नो निर्णय आफू लिन सक्ने क्षमता भएकोलाई आस्था जुनै धर्ममा राखे पनि संविधानले नै स्वतन्त्र अधिकार दिएको छ अङ्कल। हेर्नुहोस् बाबा, अङ्कल, पहिलो कुरो हजुरलाई पनि त थाहा भएकै कुरा हो, म पनि त क्रिस्चियन होइन। तर समयले मलाई कुन दिन कुन ठाउँमा पुर्याउँछ त्यो त एक दिन समयले नै देखाउँछ। तर हजुरहरूले आँखाले नदेखेको स्वर्ग र नर्कको अनिलताको विषय बहस गरिरहनु भएको थियो। बस त्यसमा सत्य चाहिँ यो कि विश्वास भन्ने कुरा कहिले पनि आफ्नो आँखाले देखेको कुरालाई गरिँदैन अङ्कल। तर विश्वास शब्द नि यो यस्तो शब्द हो जुन नदेखेको कुराहरूमा भर परिन्छ। सायद अङ्कल तपाईँलाई थाहा छ होला, यो नर्क, स्वर्ग अनि ईश्वरको नाम अन्तर्राष्ट्रिय युनिभर्सिटीले शब्दकोशमा समावेश गर्नुको मूल कारण नै यो हो कि अस्तित्वमा जे जति छ त्यसको नाम छ र अस्तित्वमा जे जति छैन त्यसको नाम पनि छैन अङ्कल। र अस्तित्वमा यस्तो
यस्तो कुराहरू पनि छन् जुन हाम्रो नाङ्गो आँखाले देख्न सक्दैनौँ, केवल महसुस मात्र गर्न सक्छौँ। जस्तै मन, विचार, हावा, गुरुत्वाकर्षण अनि यस्तो थुप्रै कुराहरू छन् जसलाई केवल हामी महसुस मात्रै गर्न सक्छौँ अङ्कल। अनि अर्को कुरा अङ्कल, सांस्कृतिक भनेको नै परम्परा र रीतिरिवाजको अग्रिम रूप हो, जहाँ प्रथा र परम्परागत कुराहरू समावेश गरिएको हुन्छ, जो सारा संसारभरि नै सभ्यता र समयको आधारमा आवश्यकता अनुसार गतिशील र परिवर्तनशील छ। अनि अर्को कुरा अङ्कल, तपाईँले अघि प्रलोभन भन्ने कुरा गर्नुहुँदै थियो। प्रलोभन देखाउँछ भने त वायात कुराहरू मात्र हुन्, जो अरूको प्रगति हुन्छ भन्ने विषयमा प्रायःहरूको डाहा गर्ने नियत भएकोहरूको मुखबाट मात्र निस्कन्छ। र यो धर्म कर्म भन्ने कुराहरू प्रतिफल पाउने अपेक्षा राखेर गरिने कुरा होइन, तर यो त मानवताको नाताले एउटा मान्छेले अर्को मान्छेलाई अथवा जीवित प्राणीलाई आवश्यकता र खाँचोको अनुसारको साथ सहयोग गरिने एउटा कर्तव्य मात्रै हुन्। अङ्कल, एउटा भनाइ छ नि, गड इज वान भनेर, त्यसैले ईश्वर कहिले पनि स्वादेशी र विदेशी हुँदैन। ईश्वर त सारा ब्रह्माण्डको रचयिता हुनुहुन्छ, उहाँले सारा सृष्टिलाई नेतृत्व गर्नुहुन्छ। हुन्छ, चिया लिनुहोस् न, चिसो भइहाल्ला। हेर जङ्गे, खुकुरी भन्दा करदाल लाग्ने भनेको चाहिँ यही हो। आफ्नो छोरालाई समयमा तह लगा है, नत्र भने मैले चाहिँ तेरो छोरा पनि त्यही घोप्टे विदेशी धर्ममा जानला जस्तो सम्भावना 100% देखिरहेछु है। ल है साथी, यो घोप्टे धर्मसँग चाहिँ अलिक जोगिनुपर्छ है। साला ओहो दादा। ओहो रन्जिता पो रहेछ। कहाँसम्म लाग्नुभयो? यहीँ नजिकै यसो अञ्जन दाजुले गिटी कुट्ने ठाउँमा यसो बिचरालाई भेट्दै हिँडेको नि। ए म पनि त्यही बाटो भएर घर जान्छु नि, सँगै जाउँ न ल। हुन्छ, जाउँ न नि। ओहो नमस्ते अञ्जन दाजु। नमस्ते। दाजु तपाईँ ठिकै हुनुहुन्छ? के भन्नु र, गरीबको जिन्दगी खोइ के जिन्दगी। अब यसो रोजीरोटीको लागि सुती खेती गरेर खायो बस्यो, के गर्नु र। अञ्जन अङ्कल, मलाई हेरेर एकपल्ट हाँस्नुहोस् त। आज तपाईँको खुसीको दिन हो नि। कस्तो खुसीको दिन हो? होइन मलाई त पर्दैन। होइन दाजु, यस्तो केही ठुलो कुरा होइन। दाजुलाई यसो भाइको तर्फबाट एक दुईवटा सामान ल्याइदिएको नि। दाजु धेरै त छैन, यो चलाउँदै गर्नुहोस् है।
अभि यो चाहिँ होइन पर्दैन दाजु, लिनुहोस् न, होइन होइन लिनुहोस् न, यो चाहिँ लिनुहोस् मलाई न। चाहिँदैन। लिनुहोस् न दाजु, लिनुहोस् न। कृष्ण भाइ ए होइन तपाईँलाई होइन दाजु, यो धेरै के धेरै गर्नु धन्यवाद। भएको तपाईँले? होइन होइन अङ्कल, यस्तो खुसीको बेलामा किन आँखाबाट आँसु झार्नुहुन्छ? हाम्रो कृष्ण दादा त यस्तै हुनुहुन्छ, जसले गाउँ समाज र दिन दुखीहरूलाई साथ सहयोग र धर्मको काम गरिरहनुहुन्छ। जङ्गे योहरूले हाम्रो गाउँको सिधा सोझा मानिसहरूलाई धर्म कर्मको नाटक गरेर अन्धविश्वासको भ्रम फैलाएर आफ्नै आँखाले कहिले नदेखेको स्वर्ग र नर्कको डर देखाएर झुटो प्रलोभन देखाएर संस्कृतिलाई त्यागेर आफ्नै परम्परा धर्म कर्म र मौलिकतालाई बेचेर सबै विदेशी घोप्टे धर्मलाई ल्याइसके। विदेशी धर्म, विदेशी धर्म। कृष्ण भाइ, तपाईँले गर्नुभएको सहयोग अथवा धर्मका काम विदेशी पर्यो कि स्वदेशी पर्यो? हेर्नुहोस् अञ्जन दाजु, धर्म कर्म आफ्नो ठाउँमा होला, तर मैले गरेको यो सानो सहयोग कुनै पनि धार्मिक आस्थादेखि राखिने विषयहरूदेखि बाहिरीको कुरा हो। यो त म मान्छे भएको नाताले अर्को मान्छेलाई परेको अवस्थामा एउटा मान्छेको कर्तव्य पालन गरेको मात्र हुँ अञ्जन दाजु, अरू यस्तो केही पनि होइन। ल अञ्जन दाजु, तपाईँ पनि काममा व्यस्त हुनुहुन्थ्यो, हामी आएर धेरै बेर भुर्लायौँ। तपाईँ पनि घर जानुहुन्छ होला, हामी पनि घर लाग्यौँ है। ल दाजु, तपाईँ पनि आरामले घर जानुहोस् हुन्छ है। अङ्कल, हामी लाग्यौँ है। ल हुन्छ दाजु। ए नमस्ते पास्टर भाउ। नमस्ते। नमस्ते मात्र होइन अञ्जन भाइ, जय मसीह भन्नुपर्छ है। भित्रै आउनुहोस् न। ठिकै हुनुहुन्छ भाइ? अहिले तपाईँ के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ? हजुर पास्टर भाउ, सन्चै छु। हेर अञ्जन भाइ, अब तपाईँ पनि यसरी संसारिक कुरामा अलमलिएर हुँदैन, प्रभुमा विश्वास गर्नुपर्छ है। अनि पास्टर बुबा, यो ख्रिस्टान धर्म त सबैजनाले विदेशी धर्म भन्छन् त? अञ्जन भाइ, इसाईत्व भनेको चाहिँ धर्मै होइन। खासमा धर्म शब्द त मान्छेले त्यत्तिकै बुझ्ने शैलीमा प्रयोग गरेको मात्र हो। इसाईत्वको मूल मान्यता चाहिँ जीवन परिवर्तन हो। ईश्वर चाहिँ कहिले पनि स्वदेशी र विदेशी हुँदैन। हो नि भाइ, म तपाईँलाई एउटा सानो उदाहरण दिन्छु। बाइबल धर्मशास्त्र मलाकी 4:2 ईश्वरी लेखिएको छ। मलाकी 4:2 ईश्वरलाई धार्मिकताको सूर्य भनेर भनेको छ। अब आफै भन्नुहोस् भाइ, सूर्यले कुन ठाउँलाई छुट्याएको छ? हो, भौगोलिक आधारमा पृथ्वीको परिक्रमा अनुसार उदाई भए तापनि सूर्य त सारा संसारभरिको एउटै हो नि भाइ। पक्कै पनि हो पास्टर बुबा, अमेरिकामा रात पर्दा यहाँ उज्यालो हुन्छ भन्ने सुनेको थिएँ, तर दुईटा घाम हुँदैन क्या रे पास्टर बुबा?
हो भाइ, तपाईँले कुरा चाहिँ गजबको गर्नुभयो। त्यसैले आउनुहोस् अब तपाईँले प्रभु येशू ख्रीष्टलाई विश्वास गर्नुहोस्। म एकैछिन तपाईँलाई बाइबलले दिएको केही विवरणलाई बुझाउने कोसिस गर्छु है। भाइ, तपाईँकोमा क्यान्डल र सलाई छ? दिनुहोस् न। भाइ, एकछिन अमला दिनुहोस् न। आथा नडराउनुहोस् भाइ, नडराउनुहोस् न। नडराउनुहोस्, म तपाईँलाई अलिकति तातो अनुभव गराउनु मात्र। ल्याउनुहोस् न अमला, नडराउनुहोस् न, ल्याउनुहोस् न अमला। बोल्यो भाइ? हजुर, एकदमै सरी भाइ। यसै कारण भाइ, हाम्रो पार्थिव शरीर चाहिँ अजम्भरी छैन। एक दिन यो माटोको शरीर माटैमा मिलेर जानेछ, तर हाम्रो भित्र भएको आत्मा कहिल्यै मर्दैन, जो अनन्त अनन्तलाई अजम्भरी छ। यो र समयमै तपाईँले येशू ख्रीष्टलाई विश्वास गर्नुहोस्। यदि तपाईँले येशू ख्रीष्टलाई विश्वास गर्नुभयो भने तपाईँको आत्मा चाहिँ आगो र गन्धकको भट्टीमा अथवा नरक कुण्डमा चाहिँ जलिरहनु पर्ने छैन। सो बाइबलले तपाईँ र हामीलाई यसरी बताउँछ कि त्यो चाहिँ कहिले पनि निट्ने छैन। तपाईँ अब एकछिन सोच्नुहोस् भाइ, यो क्यान्डलको तातोलाई तपाईँले एकैछिन पनि सहनु सक्नु भएन। त्यसो भए हाम्रो कहिले नमर्ने आत्माले कहिले ननिप्ने नरक कुण्डको आगोको भट्टीमा अनन्त अनन्त जलिरहनु पर्दा कस्तो चाहिँ हुन्छ होला भाइ? आफै सोच्नुहोस् त। हो र? हो अन्जन भाइ, उद्धार र मुक्ति चाहिँ येशू ख्रीष्टमा छ। यसै कारण बाइबलमा प्रभु येशू ख्रीष्टले हामीलाई यसरी भन्नुभएको छ कि बाटो, सत्य र जीवन म नै हुँ। म बाहेक अरू कसैद्वारा पनि पिता कहाँ अथवा स्वर्गको राज्यमा प्रवेश गर्न सक्ने छैन। अनि त्यो स्वर्ग चाहिँ यस्तो ठाउँ हो जहाँ मृत्यु, रोग, बिमार, अशान्ति, पीडा, चोट, दुःख, आँसु, गरिबी केही पनि हुने छैन। त्यसो भए पास्टर बुबा, म अहिले नै यीशुलाई विश्वास गर्छु। तपाईँले एकदमै राम्रो निर्णय गर्नुभयो। त्यसैले गर्दाखेरि परमेश्वरको वचन योना रचित सुसमाचार 1:12 लेखिएको छ, उहाँमाथि जतिले ग्रहण गर्छ, विश्वास गर्छ, तिनीहरूलाई चाहिँ उहाँको पुत्र हुने, सन्तान हुने अधिकार दिनुभयो। त्यसैले गर्दाखेरि तपाईँ पनि येशू ख्रीष्टलाई ग्रहण गर्नुभएपछि परमेश्वरको प्रजा, उहाँको छोराछोरी तपाईँ हुनुहुनेछ। त्यसैले गर्दाखेरि आज म फेरि तपाईँको लागि प्रार्थना गरिदिनेछु।
हेलो अञ्जन भाइ, जय मसी। जय मसी। अनि के गर्नु हुँदैछ हौ? ए ठिकै छु, आउनुहोस् न, बस्नुहोस् न। खुसी लाग्यो अञ्जन भाइ, तपाईँले प्रभुलाई विश्वास गर्नुभएछ। अनि तपाईँ जानुहुने मण्डलीमा चाहिँ कति पर्यो रहेछ नि त? म जाने मण्डलीमा एकछिनै ए आमा दाजु, हाम्रो मण्डलीमा 5 परिवार रहेछ। कुरा त्यहाँ छ नि भाइ, तिमी सिधा छौ। तिमीले मलाई नराम्रो सोचेनौ भने म तिमीलाई एउटा राम्रो सल्लाह दिन्छु। तिमी आउने आइतबार हाम्रो मण्डलीमा आऊ। हाम्रो मण्डली भनेको ठुलो मण्डली हो। ठुलो मण्डली भनेको ठुलो मण्डली हो नि अञ्जन भाइ। त्यो यत्रो पोका जत्रो मण्डलीलाई तिमीलाई आइपरेको खण्डमा कहाँ साथ सहयोग गर्न सक्छ? आफै सोच्नुहोस्, अचानक तपाईँलाई केही आइपरेको खण्डमा त्यो सानो यत्रो पोको जत्रो मण्डलीले गरेको साथ सहयोग कति हुन्छ र? हो कि होइन अञ्जन भाइ? लो, पक्का यो सन्डे म तपाईँको ठुलो मण्डलीमा आउँछु। भेरी गुड, कुरा बुझ्यो होला नि। लु, अब आउने आइतबार भेट्नुपर्छ। हुन्छ आमा दाजु, ल लागे है। हुन्छ, अब हामी परमेश्वरको वचनलाई सुरुवात गर्नेछौँ। तर आज हाम्रो नयाँ विश्वासी भाइ अञ्जन चाहिँ म देख्दिनँ नि, आज उहाँ आउनु भएन। ठिकै छ, हामी परमेश्वरको वचनलाई अगाडि लानेछौँ र हामी परमेश्वरको कुरामा दिनौँ हामी अगाडि बढ्दै जानेछौँ। आमा दाजुको कुरा सुनेर आफ्नो चर्च पनि गई भएन, आज अर्काको चर्च गई भयो। अब के भन्ने हो पनि। ला पाठो परेछ त, के गर्नुपर्ने, के भन्नु? हेलो हेलो। ए होइन, तपाईँ कहाँ हुनुहुन्छ? बा म घरमै छु। ए आज तपाईँ सङ्गतिमा आउनु भएन नि? हेलो। होइन, यो भाइलाई के भयो? बेलुका म घरमै भेट्नु जानु पर्यो। अञ्जन भाइ, अञ्जन भाइ, ए जयमसी अञ्जन भाइ, आज तपाईँलाई चर्चमा देखिनँ नि। बा तपाईँ सन्चो छ कि बिसन्चो छ भनेर भेट्नु आएको नि म। ए आउनुहोस् न भित्रै, आउनुहोस् न। अनि अञ्जन भाइ, तपाईँ आज साँच्चै किन आउनु भएन हौ चर्च? हेर्नुहोस् अञ्जन भाइ, हामी कसैले केही भन्नु चाहिँ छैन, तर परमेश्वरले मलाई एउटा मण्डलीको नेतृत्व गर्ने जिम्मेवारी दिनुभएकोले तपाईँलाई एकदम सानो एउटा सुझाव दिन चाहन्छु।
वास्तवमा मण्डलीको कुनै आकार र अङ्क हुँदैन। मण्डली चाहे धेरै होस् चाहे थोरै होस्, बस मण्डली चाहिँ मण्डली नै हुन्छ। आफूले सङ्गति गर्ने परमेश्वरको मण्डलीमा तपाईँ धेरै सदस्य भएको चाहनुहुन्छ भने तपाईँ आफ्नो मण्डली छोडेर तपाईँ ठुलो सदस्य भएको मण्डलीमा तपाईँ जानुभन्दा तपाईँले आफैले आफ्नो एउटा कर्तव्य सम्झेर प्रभुको सुसमाचार सुनाएर प्रभुमा आत्माहरू जितेर आफू रहेको मण्डलीमा ती व्यक्तिहरूलाई प्रभुको राज्यमा जोड्ने काम, प्रभुको आज्ञा र इच्छामा जोडिएको एक जिम्मेवारी व्यक्ति तपाईँ आफै हुनुहुन्छ। म कस्तो अवश्य छ पास्टर बाबा, मलाई यो कुरा समयमा नै तपाईँले बुझा दिनुभयो। मेरो गल्तीमा प्रभुले क्षमा दिउन्। ठिकै छ भाइ, मान्छेले सबै थोक जानिएर आएको हुँदैन। यसलाई हामीले समय र परिस्थिति सँगसँगै हामी अभ्यास गर्दै जानुपर्ने हुन्छ। तर हामीले आफू उभिएको ठाउँलाई चाहिँ कहिले पनि बिर्सिनु हुँदैन है। कुरा बुझ्नुभयो? हुन्छ भाइ, अहिलेलाई ठिकै छ। अब फेरि हामी आइतबार चाहिँ सङ्गतिमा भेटौँ है। हुन्छ, जय मसीह। नमस्कार। यो पढ्नुहोस् न। भाइ, तिमी त सुसमाचार भनेर प्रचार गर्ने क्रिस्चियन विश्वासी पो हुनुहुँदो रहेछ। यो भरै भोलि पढाउँला, केही छैन। भन्नुहोस्, स्वागत छ तपाईँलाई। के प्रचार गर्नुहुन्छ? सर, हामी यो संसारको भ्रममा परेको रहेछौँ। भ्रम? एकछिन मलाई पक्नुहोस्। भ्रममा हामीहरू परेको छैनौँ। भ्रममा त तपाईँहरू पर्नु भएको छ। कसरी भनेर मलाई सोध न। भ्रममा कसरी सर? यहाँ सुन भाइ, म इसाई होइन, तर मैले बाइबल पढेको छु। अब मेरो कुरा राम्ररी सुन्नुहोस्। यहाँ वरिपरि इसाई मण्डली धेरै छन्, जो मण्डलीहरूको बारेमा म सबै कुरो जान्दछु। ये सबै मण्डलीहरूले हामी इसाई हौ त भन्छन्, अनि बाइबल पनि एउटै खालको बोकेर हिँड्छन्। तर यहाँ एकाअर्कामा कोही पनि मिल्दैन। के कारणले भनेर मलाई सोध न। अबि हो र सर, के कारणले? यहाँ इसाईहरूले मान्ने नमान्ने विषयका सिद्धान्तिक तर्कको कारणले गर्दा अहिले त झन् सामाजिक सञ्जालभरि सुन्न र देख्न पाइन्छ। सिद्धान्तिक तर्क? हो, सिद्धान्तिक तर्कको कारणहरूले यहाँ इसाईहरू धेरै छन्। कसै पवित्र आत्मा मान्ने, कसै नमान्ने, कसै त्रिएकतालाई नै मान्ने, कसै पिता परमेश्वरलाई मान्ने, कसै माता परमेश्वरलाई मान्ने, कसै पुत्रलाई मान्ने, कसै बत्तिसमा डुबेर लिने, कसै छिर्केर लिने, कसै झन्डा मुनि छिरेर लिने, कसैले सुँगुरको मासु खानु हुने, कसैले खानु नहुने, कसै अशुद्ध खानपिन गर्दै नगर्ने, कसै भेटेको जति सबै सोर सार पार्ने, कसै आत्मिरी रोटीको चार मान्ने, कसै नमान्ने, कसै तुरैको चार मान्ने, कसै नमान्ने, कसै निष्ठाचार मान्ने, कसै नमान्ने, कोही टिभी हेर्नु हुने, कोही नहुने। यहाँ इसाईहरूले वास्तविकता नबुझेर इसाईहरूकै विरुद्धमा झुटो र साँचो शिक्षा, तर्क वितर्क गरेर अनेकता फैलाएर हानाहान गरिरहेको छ। त भ्रममा तपाईँहरू परेको कि हामी? लु भन्नुहोस् त। तर यहाँ बाँकी अरू धर्महरूको पुरोहित र धर्मगुरुहरूले संसारको जुनै कुनामा भए तापनि धर्मशास्त्र पल्टाएर सुनाएका प्रवचनका
प्रचार प्रसार र उल्था गराई कहिले भिन्न भिन्नै बोलेको सुन्नु भएको छ? छैन। ल भन्नुहोस्, अब भ्रममा तपाईँ पर्नु भएको हो कि हामी? म निकै हतारमा छु। अहिले नै म गएँ। एकपल्ट घरमा गएर यो कुरालाई राम्रोसँगले सोच्नुहोला, बुझ्यो भाइ? पास्टर बाबा, आजको सुसमाचार सुनाउनु गएको थिएँ। त्यही प्रश्नको उत्तर म बुझ्न आएको छु। भाइ, यो सबै प्रश्नको उत्तर पाउनलाई हामीले ऐतिहासिक घटनालाई बुझ्नु नै पर्ने हुँदछ र आज म तपाईँलाई छोटकरीमा बताउने कोसिस गर्दैछु। बाँकी कुराहरू समयमा बुझाउँदै जाउँला है त। पहिलो कुरा, ईश्वर शास्त्र धेरै पुस्तकहरू अथवा 66वटा पुस्तकहरूका सङ्ग्रहले एउटा सिङ्गो किताब बनिएको छ, जसको अर्थ हो यो बाइबल। अनि यो बाइबलमा भएका वचनहरू मानिसहरूकै हातले लेखिएको भए तापनि मानिसहरूका रचनाहरू चाहिँ होइनन्, तर उत्पत्ति अथवा सृष्टिको प्रारम्भदेखि संसारको अन्तसम्म हुने विवरण परमेश्वरले अगमवक्ताहरू अथवा मानिसहरूलाई पवित्र आत्माले प्रेरणा दिएर लेखिएको हो, जो दुई भागमा विभक्त गरिएको छ, पुरानो करार र नयाँ करार, जो पुस्तकका अन्तरालपछि पुरानो करारको अगमवक्ताहरूले लेखेका पाठीहरूको सङ्कलन र नयाँ करार अथवा येशूको समयमा उहाँले गर्नुभएको काम र बोल्नुभएको वचनहरूको सङ्कलन गरेर लिपिबद्ध गरिएको थियो, जसलाई हामी सीमित ज्ञान र शारीरिक मानिसहरूले यो आत्मिक सत्यताको बारेमा अर्थ लाउन त्यति सजिलो थिएन। त्यसैले गर्दा हामी इसाई तौ बीचमा पनि परिपरिको मण्डलीहरू र थरीथरीको शिक्षाका कारणले मतभेद र भिन्नतालाई जन्म दियो। तर यहाँ हामी कसैले कसैलाई दोष दिने कुनै ठोस कारण त छैन। पहिलो कोरिन्थी 12:12 परमेश्वरमा हामी ख्रिस्टका शरीर विभिन्न अङ्गहरूको विषयमा लेखिएको छ, अनि मण्डलीहरू विभिन्न अङ्गहरू हुन्। विभिन्न मण्डलीहरू परमेश्वरका अङ्गहरू हुन्, अनि तिनै अङ्गहरू मिलेर चाहिँ ख्रिस्टको शरीर बनिएको हुन्छ। तर दोस्रो कुरा चाहिँ हामीले बुझ्नै पर्ने गहन विषय यो हो, जो कति ख्रिस्ट विरोधी अथवा भौतिकवादीहरूले धेरैपल्ट आफूलाई इसाई नै भनेको नाटक गरेर भ्रममा फैल्याउने काम गरिरहेका छन्। सो बाइबलमा यीशुले यी कुराहरूको विषयमा अघिबाट नै भविष्यवाणी गरिसक्नु भएको छ, जुन कुराले गर्दा आजको संसारमा गैर इसाईहरूको बीच मान्छेको आफ्नै व्यक्तिगत विचारको अर्थ लगाइले ठुलो अन्यलताको सृजना गरिरहेको छ। तर तपाईहरू ददारमा नपर्नुहोस्, किनकि मानिसहरू बिस्तारै शिक्षामा सुधारका खुड्किलाहरूमा चढ्दैछन्, अनि तपाईले थप धेरै कुराहरू बुझ्न अझै बाँकी नै छ। यसै कारण संगतिलाई निरन्तरता दिइरहनुहोस्, कहिले बिटुलो नपार्नुहोस्, किनकि तपाईलाई अनन्त गन्तव्यसम्म पुर्याउन आफ्नै व्यक्तिगत विश्वासका खुड्किलाहरूमा ट्रेक परमेश्वरसँग बिताएका एकान्त समय र उहाँको जीवित वचन अनि
आफ्नै निजी मण्डलीको शिक्षा नै सही र सठिक मार्गदर्शन हुन्। बाँकी भिडले त दोधार भ्रम र अन्योलताको सृजना मात्र गर्छ। यो कुरा चाहिँ बुझ्नुहोस् है। हुन्छ पाठक बाबा, म लागे। जय मसीह। अन्जन भाइ, आत्तिनु पर्दैन हौ अन्जन भाइ, डराउनु पनि पर्दैन। मसँग भेट भएको बेलामा तपाईँसँग एउटा कुराको छलफल गर्ने इच्छा लागेको थियो, किनभने तिमी सिधा छौ। कस्तो सल्लाह हो आमोस दाजु, भनौँ न, गरौँ न। डिसेम्बर महिना पनि लाग्यो, क्रिसमसको हालखबर के छ त हौ? हेट, यो पालि हाम्रो पशु बुबाले हाम्रो मण्डलीको ठुलो स्टेज बनाएर क्रिसमस ट्रे लाएर झिलिमिली पारेर गाउँको सबैजना बोलाएर भव्य रूपले क्रिसमस मनाउने सल्लाह दिनुभएको छ नि हौ आमोस दाजु। अन्जन भाइ, तिमी सिधा छौ। तिमीले मलाई नराम्रो सोचेनौ भने म तिमीलाई एउटा कुरा भन्छु। 25 डिसेम्बर यीशु ख्रीष्ट जन्मिनु भएको भनेर बाइबलमा कहाँ लेखेको छ? अनि बाइबलमा चाहिँ क्रिसमस मनाउनु पर्छ भनेर कहाँ लेखेको छ? मैले त कहीँ पनि भेटिनँ त। तपाईँ त क्रिसमसै नभने क्रिस्चियन परेछ क्या हो? अनि बाइबलमै नभएको क्रिसमस चाहिँ किन मनाउनु हो? किन? किन हाँसेको हो अन्जन भाइ? आमास दाजुको नि हाँसे उठ्दो कुरा गर्छ अन्त। होइन, मैले त्यस्तो हाँसे उठ्दो कुरो चाहिँ के गरेँ? तपाईँ मात्र होइन, यो सन्दर्भमा यस्ता विश्वासीहरू धेरैजना छन् जसले बाइबलले किन लेखेन भनेर नलेखेको कारणलाई चाहिँ सोध्दैनन्, तर बाइबलमा नलेखेको कुरालाई चाहिँ किन मनाएको भनेर चाहिँ सोधिन्छन्। लु तिमी भन न, त्यसो भए बाइबलमा किन चाहिँ लेखेन? त्यसो भए बाइबलमा क्रिसमस मान्नै हुँदैन भनेर चाहिँ कहाँ लेखेको छ त्यो पनि भन्नुहोस् न। आमास दाजु, तपाईँ त निकै गहिरो सोचाइमा परे जस्तो छ त हौ, तर तपाईँले त कुरै बुझ्नु भएको छैन। हामी क्रिसमस मान्ने इसाईहरूले परमेश्वरको पुत्र प्रभु यीशु ख्रीष्ट 25 डिसेम्बरमा जन्मेको हो भनेर चाहिँ क्रिसमस मानेको चाहिँ होइन। अनि के भएर चाहिँ मनाएको त? हामी क्रिसमस मान्ने इसाईहरूले परमेश्वरको पुत्र प्रभु यीशु ख्रीष्ट 25 डिसेम्बरको दिन जन्मेको हो भनेर चाहिँ मनाएको होइन। हामी क्रिसमस मान्ने इसाईहरूले परमेश्वरको पुत्र प्रभु यीशु ख्रीष्ट यो संसारमा यो पृथ्वीमा जन्मिनु चाहिँ भएकै हो भन्ने खुसियालीमा 25 डिसेम्बरको दिन सेलिब्रेट चाहिँ गरेकै हो। होइन, तिमीले यस्तो कुरा चाहिँ कसरी बुझ्यौ अनि तिमीलाई कसले बुझायो? मलाई यो कुरा मेरो पास्टर बुबाले यसरी बुझाउनु भयो। 25 डिसेम्बरलाई क्रिसमस भनेर मान्ने चलन परम्पराबाट सुरु भएको हो, जुन कुरा रोमको राजा कन्स्टान्टाइनको आस्था परिवर्तनदेखि सुरु हुँदछ, किनकि त्यो समय 25 डिसेम्बरको दिन सम्पूर्ण रोमी साम्राज्यभरि नै सूर्यलाई अथवा प्रकृतिलाई पूजा गर्ने चलन थियो, जुन कुरा चौथो शताब्दीको प्रारम्भिकतिर राजा कन्स्टान्टाइन क्रिस्चियन भएपछि तिनले 25 डिसेम्बर सूर्य पूजनको दिनलाई येशू जन्मनु भएको दिन भनेर त होइन, तर जुनै दिन भए तापनि जन्मिनु चाहिँ भएकै हो भनेर त्यसको खुसियालीमा सेलिब्रेट गर्ने सम्पूर्ण रोमी साम्राज्यभरि नै निर्णय पारित गरे।
किनकि त्यसबेला समस्त रोम क्रिस्चियन राज्य भइसकेको थियो। तर हामीले बुझ्नै पर्ने विशेष विषय यो हो कि परम्परा दुई प्रकारका छन्, जस्तै एउटा आज्ञा उल्लङ्घन हुने र अर्को चाहिँ नहुने। यसैले यो क्रिसमस मान्ने कि नमान्ने भन्ने कुरा पक्षहीन विषय हो। यसमा कुनै दुई मत छैन, जसलाई बिस्तारै विश्वको प्राय सबै क्रिस्चियन अगुवाहरू मिलेर मान्यता दिएको हो, जुन मान्यतालाई आज सुसमाचारको प्रतीक मानेर सारा संसारले चिनेको छ, जो इसाईत्वको एउटा ऐतिहासिक जग हो, जहाँ आउने पुस्ता र भावी पिँढीहरूले सुसमाचारको निर्माण गर्दै जानुपर्ने हुँदछ। त्यसैले इतिहासलाई हामीले कहिल्यै मास्नु हुँदैन, तर इतिहास बचाएर राख्नु पर्दछ। इतिहास बचाएर राख्नु पर्दछ। इतिहास बचाएर राख्नु पर्दछ। बुझ्नुभयो? भिडले त दोधार भ्रम र अनलताको सृजना मात्र गर्छ। आमोस दाजु, बुझ्नेलाई सिधी खण्ड, नबुझ्नेलाई बुझाइदिने। हामीले हाम्रो इतिहास बचाएर राख्नुपर्छ। हामीले यो कुरा बुझ्नै पर्छ।